चाहिँ यहाँ आन्टीले रुखको च्याउ बनाउँदै हुन्छ। सो हजुरहरूलाई हाम्रो नयाँ अपडेट साथ हजुरहरूलाई नयाँ अपडेट, नयाँ भिडियो, नयाँ भ्लगमा हजुरहरूले भिडियो हेर्नु होला र हामीलाई सपोर्ट गर्नु होला। गाइज यहाँ चाहिँ आन्टीले च्याउ मजाले पखाल्नुहुन्छ। अब आन्टीको चाहिँ हामीले भिडियो चाहिँ बनाइसकेको छौँ र पनि होस् च्याउको। यहाँ च्याउ चाहिँ यो हो, यहाँ हेर्नुहोस् च्याउ चाहिँ यो हो। यस्तो मिठो हुन्छ अरे, मैले चाहिँ खाएको छैन र पनि मिठो हुन्छ अरे। ल अब चाहिँ हजुरहरूलाई अब यस्तै हो भिडियो सिडियो हामीले बनाइसकेको छौँ आन्टीसँग, हजुरहरूले हेर्नु होला। अब यो जन्ते बाख्रालाई म बान्नुपर्ने हुन्छ। हेर्नुहोस् यो चाहिँ जन्ते बाख्रो, कसैको जन्तीमा बाख्रो चाहिएको छ भने भन्नुहोस्। सो यति नै भन्न चाहन्छु म। म हजुरसँग प्रश्न गर्न के भन्नु? यसो गर्नु न, म आज हजुरसँग प्रश्न गर्न चाहन्छु। यो च्याउ केको च्याउ हो? ल म भन्छु। के अरे आन्टी, म हजुरसँग प्रश्न गर्न चाहन्छु। हजुर भन्नुहोस्। यो च्याउ हजुरले कहाँबाट ल्याउनु भएको? हजुर मैले खोजेको चाहिँ होइन, मलाई यहाँ काम गर्ने एकजना दाई हुनुहुन्थ्यो, हजुर सन्तोष भन्ने दाई। ऊ सन्तोष भन्ने दाईले मेरो बुढाले खोज्नु भएको, मैले खोजेको होइन। हजुर भन्नुहोस्, यो च्याउ चाहिँ खाँदा एकदम राम्रो अरे, डायट अरे। हजुर तर गाइसहरू यो च्याउ खोजी खोजी खानु होला, दबाई पनि हुनसक्छ। हो कि? यो च्याउ चाहिँ कहाँ पाइन्छ, कस्तो ठाउँमा पाइन्छ? यो च्याउ जे होस् ठुटामा पाउँछ, कदमको या परेस कदमकै रुखमा पाउँछ, अरू बाहिर फाल्टो पाउँदैन। तर यो च्याउ मैले अघि बिहान मलाई एकजना गेड्की भन्ने दाजु हुनुहुन्थ्यो, उहाँ दाईले दिनुभएको एकदम टेस्टी थियो, टेस्टी। त्यो अब होइन, अनि यो चाहिँ कसरी बनाउँछन्, कसरी पकाउँछन्? यसलाई कसरी बनाउँछ, यसलाई राम्ररी धुने, तेलमा मजाले पकाउने, टमाटर अरू च्याउ पकाए जस्तै? अरू च्याउ पकाए जस्तै। यो खाँदा मरिन्छ कि मरिँदैन? हस् मरिँदैन। मरिँदैन? मरिँदैन, एकदम भिटामिन हो। रिक्स हुन्छ कि हुँदैन? हुँदैन, एकदम मिठो हुन्छ। सो गाइस तपाईँहरूले नि खानुहोस् आन्टीको उपदेश, होइन हो नि, हो कि भन्नु त? एकदम आन्टीको उपदेश पकाएर खानुहोस्, मिठो हुन्छ अरे, होइन? यो चाहिँ कहाँ केमा भन्नुभएको थियो? के को रुखमा अरे? कदमको रुखमा चाहिँ फल्ने गर्दछ अरे। अनि पकाएर मस्त भातसँग मुसेर ग्याम खानु अरे, हो कि? हो नि आन्टी? एकदम सही, एकदम दामी हुन्छ। हजुरहरूले पनि यो च्याउ खोजी खोजी खानु होला, दबाई हुन्छ। तर कदमको रुखमा मात्रै हुन्छ, कदमको रुखको मात्रै खानु होला, अरू रुखको नखानु होला। अब अरू केही भन्न चाहनुहुन्छ? नै, अब खत्तम भयो, यति नै हो यहाँ भन्नु। सो हजुरहरूलाई चाहिँ यस्तो खाना मान्छ भने चाहिँ आन्टीलाई सम्पर्क गर्दा हुन्छ। आन्टीको नम्बर रहेको छ 9890, आन्टीलाई सम्पर्क गरेर खाँदा हुन्छ, हो नि आन्टी? तर हेर्नुहोस् कति राम्रो छ, एकदम राम्रो छ, दामी छ। हजुरहरूले खाना चाहनुहुन्छ भने मसँग सम्पर्क गर्नुहोस्। नम्बर अहिले मेरो भाइले दिइसक्नु भएको छ, उही नम्बरमा तपाईँले कल गर्नु होला। ओके, बाई बाई, थ्याङ्क यू। ल आन्टीको प्रस्ताव कुरा यति नै थियो। अब हामी अर्को आन्टीसँग सोध्न जान्छौँ, अर्को आन्टीले चाहिँ यो च्याउ खानुभएको छ कि छैन भनेर। आन्टी लु, अब आन्टी यहाँ हुनुहुन्छ, हामी आन्टीसँग प्रश्न गर्छौँ। आन्टी तपाईँले त्यो च्याउ, आन्टीको चाहिँ अनुहार देखाउँदिनँ म, आन्टीलाई अहिले यस्तोमा उयो छैन। आन्टी तपाईँले त्यो च्याउ खानुभएको छ कि छैन? खाएको, छेरुन्जेल खाएको। मिठो थियो? पखालो पनि चल्यो। के सोध्नु? तपाईँले आफै पकाउनु हो कि तपाईँले एकछिन न क्वेसन चाहिँ भनिसक्नु थियो, क्वेसन चाहिँ भनिसक्नु नि न तपाईँ? पखालो चलुन्जेल मिठो हुन्छ, खाने पखालो चलुन्जेल पेट सफा हुन्छ, सुगर हुँदैन। पेट सफा हुन्छ, यसले चुनाको जरुरत परेन। सो हजुरहरूले खानुहोस्, दबाई किन्ने फाल्तु पैसा खर्च नगर्नुहोस्, हो नि? तर दबाई किन्ने पैसाले हजुरहरूले यही च्याउ किनेर खानुहोस्, बहुत सस्ता राम्रो हुन्छ, पेट सफा हुन्छ। हजुरहरू बुझ्नु होला, यो च्याउ चाहिँ खोजी खोजी यति तपाईँले पाउनु भएन खोज्दा भने मसँग सम्पर्क गर्नु होला, भाइले नम्बर दिइसक्नु भएको छ। ओके आन्टी, तपाईँ त धेरै टल्किनु भयो त हो, धेरै गोरी भएर हो कि?
हँ भयो लु आजको लागि सो गाइज यति नै आजको लागि यति नै हामी बनाउँछौँ सो आजको लागि हजुरहरूलाई भिडियो लाइक मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला बाई